हाई एभ्रिवान, फेरि पनि वेलकम छ मेरो सानो सर्ट मिनी ब्लगमा गाइस है। आजको मिनी ब्लग चाहिँ के भनेको, जुन चाहिँ मेरो मनी प्लान्टको जुन चाहिँ अब मदर बोर्ड छ है, त्यहाँबाट चाहिँ मैले अब जुन चाहिँ अब टुप्पा टुप्पा चाहिँ कटिङ गरेर चाहिँ त्यो चाहिँ मलाई अब त्यो अलिकति डेकोरेटको लागि चाहिँ मलाई पानीमा हालेर चाहिँ मलाई सजाउनु मन लागेर चाहिँ मैले अब 6-7वटा कलेक्सन गरेर चाहिँ मैले यो जुन चाहिँ ग्लास हुन्छ है ग्यास, यो ग्लास अब देख्नुभयो होला के को ग्लास होला है, तर मलाई यो ग्लासमा सजाउनु मन लागेर चाहिँ मैले अब घरको वरिपरिको छाउछाउको त्यो वाइट स्टोन चाहिँ मैले कलेक्ट गरेर चाहिँ मैले यो पोथोस पनि भनिन्छ गाइस है। अन्त यो मनी प्लान्टलाई चाहिँ मैले के भन्दैछु, सजाउँदैछु हो, अब अलिक मिलाएर सजाउँदैछु, कस्तो देख्दैछ है गाइस। र मन परेमा अब सबै पुरा भिडियो हेरिदिनु होला है। अन्त मन परेमा कमेन्ट, लाइक, सेयर पनि गरिदिनु होला। अब तपाईँको सपोर्टले नै अब म राम्रो भिडियो है अब बनाउने ट्राई गर्दैछु र अब हेरिदिनु होला है, पुरा हेरिदिनु। यसै गरी अब मेरो जुन चाहिँ अब यो प्लान चाहिँ मैले कहाँ अब राख्नु आँटेको छ भने चाहिँ गाइस है, तपाईँले मेरो लास्टसम्म हेरिदिनु होला। र मैले चाहिँ अब अहिले वाटरिङ दिएँ है। अब मेन चाहिँ यो चाहिँ पानीमा पनि बहुत राम्रो हुन्छ गाइस है। मलाई चाहिँ अब पानीतिर नै राख्नु मलाई झन् पुरा मनपर्छ। कस्तो देखेँ गाइस। अब चाहिँ यसलाई म के गर्छु, जहाँ म राख्नुको लागि मैले सोचेको थियो त्यहाँ राख्छु। यो चाहिँ मेरो अगाडिको जुन चाहिँ पोथोस अर्को टाइपको प्लान्टको हो, यो चाहिँ मैले अब अर्को जग्गा राख्छु। र अहिले मैले जुन चाहिँ अब बनाएको है गाइस, अब यो नयाँ चाहिँ म त्यहाँ राख्छु, हेरिदिनु होला है। ल गाइस, अब यति नै है। थ्याङ्क्स फर वाचिङ। ओके, बाई बाई।